चाहिँ अब नुडल्सको यस्तो आयो यस हेलो गाइस आई एम सुचित रोका अनि चाहिँ यो मैले चाहिँ फर्स्ट टाइम भिडियो गराउन लागेको मलाई थाहा छैन म के गर्छु भनेर अनि हामी चाहिँ आज बाहिर जान लागेको हो टाउन जान लागेको हो हामीलाई धेरै सामान किन्नु छ सपिङ गर्नु छ ग्रोसरी सपिङ गर्नु छ अनि हामी त्यहाँ जान लागेको हो अनि म सँगसँगै हजुर पनि है अनि चाहिँ हामी चाहिँ को जान लागेको भन्दा सोनु दिदी समीक्षा दिदी अनि म हामी तीनजना भएर जान लागेको सायद हामी अब ट्याक्सीमा जान्छौँ होला लेट्स सी अनि मैले चाहिँ कस्तो म सर्ट भिडियो गराउँछु धेरै जसो अनि बनाएर चाहिँ आफ्नो मेमोरीमा राख्ने गर्छु अनि मलाई चाहिँ यहाँ सबै दिदीहरूले यत्रो भिडियो गराउँछौ पोस्ट गर ब्लग गर यताउता भन्नुहुन्छ अनि तर यो भिडियो पनि मैले राख्छु कि राख्दिनँ थाहा छैन होइन बनाउन चाहिँ बनाउँछु मेमोरीको लागि हुन्छ अरू बेलामा पनि बनाएकै हो तर मैले पोस्ट गरेँ छैन अझसम्म लेट्स सी के हुन्छ हेर्दै जाऊँ हामी चाहिँ सायद अब ट्याक्सीमा जान्छौँ होला ट्याक्सीको वेट गर्दैछौँ हेर्नुहोस् है त गाइस हाम्रो चाहिँ अब गाडी आइसक्यो हामी चाहिँ अब जाँदैछौँ म चाहिँ दिदीहरूलाई कुर्दैछु दिदीहरू बाहिर हुनुहुन्छ तर कतिखेर आउनुहुन्छ थाहा छैन हाम्रो एकोमोडेसनबाट चाहिँ एउटा दिदी नेपाल जाँदै हुनुहुन्छ त्यहाँ बाहिर हुनुहुन्छ उहाँ चाहिँ हुनुहुन्छ सोनु दिदी हे समीक्षा दिदी छिटो लेट गरिदिएको अब यहाँ हुनुहुन्छ समीक्षा दिदी म कहिले लेट गर्दिनँ है ल हेरौँ न हामी चाहिँ चल्दिएको अब है गाइस किनभने ट्याक्सी आएको अघि नै हो अनि हामी चाहिँ टिकटक बनाउनतिर लाग्यो भने कुन कसको गरे भएछ अनि हामी थाहै पाएन म त दिदीको मोडभित्र थियो त्यसैले अब चाहिँ हामी हिँड्ने आज चाहिँ मार्केटमा के किन्ने होला लेट्स सी लेट्स गो आज चाहिँ मार्केटमा के किन्ने होला सुन्दै के किन्नुहुन्छ मार्केटमा आज भनौँ न लिस्ट धेरै छ लामो छ खर्चालु दिदी भनेर देखाइदेऊ न सिधै हुन्छ समीक्षा यो दिदीले बढी खर्च गर्नुहुन्छ खर्चालु दिदी अनि हामी पनि खर्च गर्छौँ दिदीले खर्च गरेको चाहिँ यत्तिकै ब्लेम लगाइदिए आफूले खर्च गर्दा आँखा देख्दैन है समीक्षा गाना म त फर्स्ट टाइम हाल्दा चाहिँ कपिराइट नो भिडियो तैँले सोची भिडियो नगर अब आज आउनु भएको होइन र हिजो समीक्षा दिदी भन्नु न हजुरको लिस्ट के छ गरे भर्खरै भन्नुभएको त त्यो लिस्टमा सबैको लिस्टमा के छ भने किमा नुडल खाने भन्ने पनि प्लानिङ थियो त्यसको लागि चाहिँ किमा लिएर आउनु पऱ्यो त्यसपछि सोया सस लिएर आउनु पऱ्यो अनि त्यसको लागि सस त बनाइहालिन्छ त्यसपछि अर्को भनेको चाहिँ के अरे चिकन विङ्स पनि खाँदाखेरि हामीलाई बुलडकको सस चाहिन्छ त्यो पनि ल्याउनु पऱ्यो चिकन विङ्स पनि ल्याउनु पऱ्यो त्यसपछि अरू चाहिँ अब लोटसमा मेनली चाहिँ मैले किन्न पर्ने भनेको चाहिँ हेयर सेरम छ अलि चर्को बोल्नु न हेयर सेरम छ शाबाश बेटा के होइन ठिक्क तरिकाले चाहिँ धेरै सानो भयो हेयर सेरम छ अनि मैले त अरू केही सोचेको छैन अब हेर्दै जान्छु नै छन् त छ तर अरू केही सोचेको छैन अलिक कम गर्छु भन्ने चाहिँ सोचिरहेको छु अनि समीक्षा दिदीलाई किमा नुडल्स बनाउन आउँछ गाइज अब समीक्षा दिदीले किमा नुडल्स बनाएको रेसिपी नै आउँछ एक दिन वाउ लेट्स सी अब कस्तो गराउँछ समीक्षा दिदीले किमा नुडल्स है हजुर के भन्नुभयो हेर्नुहोस् गाइज हाम्रो यहाँ डाँडा काँडाहरू पनि छ ए अर्को पनि छ मैले टुथपेस्ट पनि किन्नु पर्ने छ
ओके अनि यही हो अब मार्केट गएको बेलामा के चाहिन्छ सम्झेर किन्नुपर्छ नत्र हाम्रो ठाउँतिर पाउँदैन पाउँछ तर महँगो पाउँछ तर अस्ति त किमा नुडल्सको नुडल्स पाइएन नि त हामी पाउँछ भनेर जस्तो लागेको छ मलाई हो लेट्स होप सुचीको वाउ ब्युटिफुल ब्युटिफुल गर्ल फोकस चाहिँ यता हो ब्युटिफुल यो ठोकेको हो क्या अगाडि भिडियो बनाउनु जाँदा ब्रदर आप जैन भाई का दोस्त हो या भाई हो दोस्त है इधर देख के हाई बोलिए ना जैन भाई को पनि हाई उधर ठकरा जाएगा और नोटिफिकेशन फाइन टुडुङ टुडुङ यो अगाडि गयो के त के यस्तो स्लिप खायो गाइस मेरो चाकले स्लिप खायो मेरो ब्यागले स्लिप खायो हेर्नु त यस्तो आएको थाहा छ गाइस थाहा छ यहाँ म लोटे भने हाँस्ने मान्छे यही दुईटा हो अहिले पनि म यहाँ फिस लिएँ फेरि हाँस्नु ए नो सोनु दिदीले के हामी के भन्छ अरे सोनु दिदीले भनेको कुरालाई कहाँ हामी रङ भन्न सक्छौँ होइन सुची हामीले या किनभने आवर सोनु दिदी इज अलवेज राइट and we are inspired by सोनु दिदीबाट हामी सिक्दैछौँ पुरै चाहिँ सिकेको छैनौँ के सिक्नु आफू यस्तो छु यस्तो चञ्चल सिक्छु होला सोनु दिदी गाइज हामी चाहिँ यहाँ मार्केट आइसक्यौँ यो लोटसमा हो कताबाट अरे जाने बाटो बेसी यहाँ दिदीहरू हेर्नु कति छिटो आउनु है यहाँ वाउ सनसेट हुँदैछ यहाँ हामी यहाँ चाहिँ अब छिरै दिदीहरूले ट्रोली लिइसक्नुभयो अब हेर्नु यो ट्रोली कत्रो हुन्छ अहिले वाउ You are not taking this? Yes, you are taking it. नो 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 Yes, yes, yes. मैले खाँदिनँ कि यो मलाई अस्ति अनि खाँदा वाक्क भयो थियो म Croissant लिएर जाऊ. आजकल खाँदैन ब्रोसन पनि अरू हेरौँ न अरू लान्छु त है किन लिएर हिँडेको तिमीले? के म एक ठाउँमा राखिरहेको छु. अनि सामान हाल्नुहुन्छ भनेर नि है गाइस मैले दिदीले ट्रोली उता राख्नुभएको थियो अनि मैले सामान हाल्न सजिलो हुन्छ भनेर ट्रोली के हो गाइस ट्रली हाम्रो चाहिँ यत्रो भइसक्यो मैले अझै थपेको छु अझै एउटा हामी चाहिँ अब नुडल्सको सेक्सनमा आइसक्यौँ गाइस म चाहिँ एउटा इन्डोमी एउटा वाइ एउटा दुईटा तिनटा यो वाला चाहिँ तिनटा भयो गाइस भन्नु त फेरि भन्नु त सोनु दिदी अघि भने जस्तो
रेडियो नेपाल होइन यस्तै बस्नु गाइज त्यसले चाहिँ मलाई हान्ने गरे एकोमोडेसनमा मैले के गरेँ भने मलाई हान्ने गरेँ त्यसले हो चाहिँ बेलना चौका पनि लियौँ गाइज यहाँ चाहिँ हाम्रो बिलिङ हुँदैछ यसलाई 10 हो क्या इधर पेमेंट हमारा इतना सारा सामान है एक ये है यो छ एउटा म यहाँ स्टाफसँग हिन्दी बोलेर हिन्दी बोल्न आएको एउटा यत्रो ट्रोली छ सरी 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 मेरा पिल्ला ऐसे मत फेंको भैया अनि एउटा चाहिँ वहाँ यत्रो भइसक्यो गाइस इसकी ऑनर ये है मैं ही हाम्रो लिस्ट हेर्नुहोस् गाइस पागल हुन्छ पागल हजुरको लिस्ट नि देखाउनु न गाइस हामीले चाहिँ सामान पुरै यहाँ राखिसक्यौँ है बन्द गरिदिए अरू दिनमा निस्क्यो भने यस्तो हुन्छ कि त्यो हुन्छ नि लाइक छुट्टी चाँडै सक्यो जस्तो गफ सुन्नु गाइस यो एउटा काम सक्यो भने नि लाइक हामी चाहिँ लोटसमा गएको थियौँ अघि सबै सपिङ गरेर आयौँ तरकारी सबै किन्यौँ पैसा जति सबै उड्यो अनि तरकारी किन्यौँ मासु किन्यौँ त्यहाँ पनि उड्यो भोकै उड्यो साँच्चै अनि हामी तरकारी किन्ने मार्केटमा गएको थियौँ त्यहाँ चाहिँ हामीले कसलाई भेट्यौँ चाहना दिदीलाई हेलो वेलकम हामी चाहिँ अहिले हामी यहाँ नेपाली रेस्टुरेन्टमा छौँ नास्ता खाजा मगाएको छौँ र के आउँछ हेर्नुहोस् अनि हामी खान्छौँ त्यो पनि हेर्नुहोस् इन्जोय गर्नुहोस् हामीले खाएको भन न अझ किनभने हामी लास्टै थाकेछौँ अब के गर्ने स्थितिमा छ हामी होइन म धेरै थाकेछु भन्न सिधै ए हजुर थाक्नु भयो त्यति साह्रो थाकेको छैन म थाकेछु तर नट लाइक यु पुरा खुट्टै गल्यो पुरै पोल्यो जस्तो चाहिँ भएन So the defective piece is you. They make me defective piece. Guys, really? तल झर्ने बेलामा अनि कपडा लगाएर राम्रो लगाएर झर्नुहुन्छ के गाउँ हो र दिदीको गाउँ त्यो तिमी त्यो बाहिर निस्किने बेलामा चाहिँ आज म गएको थिएँ नि त उता किन राम्रो भएको थियो क्या Yes, you is always Ramri. You want to तिमी say जाने बेलामा चाहिँ के लगाएर जान्छौ जागे कच्चा without dinner. हामी घरमा बसिरहेको छ भने बाहिर जाउँ न भने नि जस्तो घरमा त्यस्तै पारेर लफङ्गा पारेर निस्किन्थ्यो नि होइन म अरू बेला पनि त्यसरी निस्क्यौँ क्या आज चाहिँ उता गएको थिएन अनि त्यो नै हो यो होइन कि युजली के बादमा तपाईँको गर्थ्यौँ नि त गरेको जस्तो देखेको छैन तर मैले त सोधेको कि आजकल अब तपाईँ के गर्नुहुन्छ त्यहाँ जान्छु एकमबाट आउने बेलामा त हामी राम्रो भएर आउँछौँ तर अब तपाईँको घरमै यहीँ भयो त्यस्तो हुँदैन यतिकै आइन्छ साँच्चै आफ्नै गाउँ जस्तो नक्कली दिदी त यता हुनुहुन्छ जो नक्कली उतातिर छ आँखाको कसरी नक्कली यो नक्कली अनि कपाल सबैले कपाल आफ्नै पाराले छोडेको छ उसको कपाल हेर्नु यहाँ आज मात्र हो कि दिदी उसको इयरिङ हेर्नु यहाँ रुज हेर्नु यहाँ रुज यहाँ दाँत नि हेर्नु टाइम कसले लगाएको धेरै कसले लगायो टाइम धेरै आज त कसैले नि लगाएन सबै एकैचोटि रेडी भएको थियौँ हामी होइन मोटो नै हो टिरा लगाएर कसरी भयो म सोनु दिदी हो केही काँटाले घोचेर मार्दिउँ नमार्नु अलि बचाउनु अनि पैसा पाउँछ के अरे यो चाहिँ उल्टो बाटो यता र उता भयो टिस्यु टास्क जे पनि अहिले म पछि जान लागेपछि गाइज हाम्रो झोल मोमो आयो यस हामी खाना एक्साइटेड यता खाना सुरु भइसक्यो
हाउस द टेस्ट कति राम्रो देखिनु हो यहाँ है चाहको दिदी अब निम्बु निचार्नु भयो समीक्षा दिदीले मिठो गर निम्बु निचारेर सकियो अब साह्रै ब्लक भयो गर्नुहुन्छ नि गरेर मुखमा खानु चिनी हो यो खानु न यति हाम्रो अर्को नास्ता पनि खाने भए साँच्चै म तिमीलाई प्याक गरेर दिन्छु किनभने पिठो मोल्यो अनि ढिलो